ल है यो चाहिँ खोटाङको ठाउँमा त्यो राव खोला भन्दा उकालो चढ्दै गरेको ठाउँ खारपाको उकालो भन्दो रहेछ एकदमै गर्मी ठाउँ बाबा चाहिँ सुत्नु भएको छ बिराम भएर मकै भटमास खाँदै हुनुहुन्छ भाउजूले अनि यहाँ एकदम ठुलो बर पिपल पनि रहेछ बर पिपल छ आमा बाँदर हेर्न तल बाँदर हेर्नु त त्यो बाँदर मार्ने बनाएको रहेछ क्या त्यो खोर धेरै बाँदर छ अनि माथि दुईजना चुरोट खाँदै हुनुहुन्छ पर चाहिँ हाम्रो गाडी छ कालो यो खारपाको कालो भन्दो रहेछ यहाँबाट हामी अर्खौले बिजुली हुँदै हलिसीसम्मको यात्रा छ आज हाम्रो हलिसीमा बास बस्ने हो भोलि चाहिँ हामी हलिसीको दर्शन गरेर धरानसम्म पुग्नेछौँ बाबा चाहिँ साह्रै बिराम भयो सिकिस् त मम्मीले चाहिँ खानुहुन्छ पावर अनि यसो छ दाजु चाहिँ यहाँ युट्युबको भिडियो हुँदैछ हौ यो अर्खौले जुलाको उकालोमा दुईजना माथि चुचुर खान्छ ठुलो बर पिपलमा चाहिँ भाँदर आउँदो रहेछ बर खानलाई हेर न आमा भाँदर हेर न ल अनि सुन्नु न ओइ यहाँ सुन्नु न क्रस फायर आमची आमफुले तेरुबा 70,000 एकमा पाइन्छ त्यो राम्रो छ नि भाइको त बरहरू आमामा बर खानलाई भाँदर कति धेरै आएको हेर्नु तल भेडा आउँदैछ बाख्रा रहेछ भेडा होइन बाख्रा पर गाडी एकछिन तलबाट बाख्रा आउँदैछ हौ बाख्रा गोठ पनि होइन हौ त्यो भएर युट्युबमै हाल्नु नि सबैजना युट्युबमा हेर्नु होला यो खारपा राव खोलाबाट तल खोला देखिरहेछ है अनि त्यहाँबाट माथि उकालो चढ्ने यो बाटो हामी पनि पहिलोचोटि आएको एकदम रमाइलो रहेछ चरा पनि कराइराख्नु भएको छ चुक चुक गर्दै भेडा गोठमा बाख्राहरू धेरै रहेछ भाँदर बाख्राहरू धेरै छ